जाने हो ओप्पो जाने हो नायकसँग के खाएको फुच्चे हाल्दिनु भ्याइँदैन नि त भोक लाग्यो दिउँसो नै नखाइ त हुन्छ जस्तो छैन कुलु कुलु केसँग खाएको बुबुसँग आम्मा नि केसँग खाएको खुवा अले वाह साँच्चै मिल्दो रहेछ अनि रमेश मात्रै जाने मान्छे होला रमेश त जाँदैन होला बाबा एक्लै त के अरे दादाको साथ जाउँगा भन्दै थियो दादासँग जान्छु भन्दै थियो योसँग दुईजना जाने अरे खोइ फाइनल भएको छैन त्यसलाई बस सोध्नुपर्छ होला अब हिँड्छन् अब एकछिनका बोलाइकन बेलुका आइपुग्छ बेलुकी गाडीमा हालेर पठाउनु कहाँ राख्नु त्यता जाने सुत्नु छैन खानु कतिजना खानु 6 जना हाम्रो होटल छ भनेर होटलमा सुताइदिनुपर्छ होला कहाँ चारैले लागेर होइन उ त्यसमा पुरै पर्दरेको होटलमा अब अरे त्यसो गर्दाखेरि यसलाई जहाँ घुम्न भनेको दोकानमा भ्याउँदैन भन्छ होइन जाने नै हुँदा त अब भ्याउनु पऱ्यो नि अब उनीहरू पोखरा गएर त फेरि काठमाडौँतिर पनि जान्थ्यो हप्ता दिन जस्तो टाइम लाग्छ भन्नु पठाइदियो न एकजना झन् हामीहरूलाई बोल्न साथीहरू हुनुहुन्छ हाम्रो भाषा बुझ्दैनौँ न भनेर गर्छ हिन्दी जान्दछन् जान्दछ